नमस्कार, संगम मिडियाको निर्वाचन विशेष 2082 मा स्वागत छ। म संगम अधिकारी। आज हामी चर्चा गर्न गइरहेका छौं निर्वाचन विशेषमा नुवाकोट क्षेत्र नम्बर 2 को बारेमा। नुवाकोट क्षेत्र नम्बर 2 मा नेपाली कांग्रेसले जगदीश नरसिंह केसीलाई उम्मेदवारको रूपमा खडा गरेको छ भने त्यसैगरी नेकपा एमाले केशव पाण्डेलाई उम्मेदवारको रूपमा खडा गरेको छ। त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारको रूपमा रहेका छन् हिरानाथ खतिवडा भने राष्ट्रिय स्वतन्त्र पार्टीले डाक्टर अच्युतम लामिछानेलाई चाहिँ उम्मेदवारको रूपमा नुवाकोट क्षेत्र नम्बर 2 मा खटाएको छ। नुवाकोट क्षेत्र नम्बर 2 बाट नेपाली कांग्रेसले उम्मेदवार बनाएको जगदीश नरसिंह केसी पहिलो पटक प्रतिनिधि सभाको चुनावी मैदानमा उत्रिएका हुन्। गत निर्वाचनसम्म उनका दाजु अर्जुन नरसिंह केसी निर्वाचन हुँदै आएका थिए भने उनी अहिले समानुपातिकमा बसेर आफ्नै भाइलाई चाहिँ मैदानमा खाली गराइदिएका छन्। यदि आम निर्वाचन 2079 मा कुरा गर्ने हो भने नेपाली कांग्रेस र नेपाली माओवादी केन्द्रको गठबन्धनबाट चाहिँ जगदीश नरसिंहकै सहोदर दाजु अर्जुन नरसिंह केसीले चाहिँ नुवाकोट 2 बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। यसपटक भने केसीले आफू समानुपातिक बसेर भाइलाई चाहिँ सोही क्षेत्रबाट प्रत्यक्षमा उठाएका हुन्। नुवाकोट क्षेत्र नम्बर 2 मा यसपटक नेपाली कम्युनिस्ट पार्टीले स्थानीय पुराना नेता तथा पहिलो पटक प्रतिनिधि सभा सदस्यका लागि चाहिँ हिरानाथ खतिवडालाई उठाएको छ। 2074 सालको प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित खतिवडाले यसअघिसम्म प्रतिनिधि सभाको निर्वाचन लड्न पाएका थिएनन्। दिवंगत नेता पुष्पबहादुर बोगटीको आधार क्षेत्र समेत रहेको नुवाकोट 2 लाई चाहिँ नेपाली कम्युनिस्ट पार्टीको चाहिँ राम्रै जनाधार भएको क्षेत्र मानिन्छ। यसैगरी नुवाकोट 2 मा चाहिँ एमालेले यसपटक केशवराज पाण्डेलाई उठाएको छ। आम निर्वाचन 2079 मा बागमती प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर 1 बाट प्रदेश सांसद बनेका पाण्डे यसपटक प्रतिनिधि सभाको सदस्य लड्दैछन्। तीन ठुला पार्टीको छुट्टाछुट्टै चुनावी लडाईँ र नयाँ पार्टीको रासोपा समेतको चुनौतीलाई सामना गर्दै जित निकाल्न पाण्डेलाई कठिन हुने अवस्था रहेको छ। यसैगरी 2079 सालमा दोस्रो भएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने यसपटक जसरी पनि पहिलो बन्ने कसरतमा लागिपरेको छ। गठबन्धनबाट अर्जुन नरसिंह केसी विजयी हुँदा रासोपाका सुमन विक्रम पाण्डे दोस्रो बनेका थिए। तर रासोपाले यसपटक भने पाण्डेलाई नउठाएर उक्त क्षेत्रमा चाहिँ अच्युतम लामिछानेलाई उठाएको छ, जसले गर्दाखेरि रासोपालाई केही कठिन पर्ने हो कि भन्ने पनि आकलन गरिएको छ। यसैगरी यदि हामी नुवाकोट क्षेत्र नम्बर 2 को आम निर्वाचनको परिणाम हेर्ने भने 2074 मा चाहिँ नेकपा एमाले र तत्कालीन नेकपा माओवादीको गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए नारायण खतिवडा। उनले चाहिँ 36,892 मतसहित विजयी भएका थिए भने 2079 सालमा भने नेपाली कम्युनिस्ट नेकपाले चाहिँ कांग्रेसमा गठबन्धन गरेकाले पूर्व मुख्यमन्त्री बहादुर सिंह लामाले चाहिँ 17,249 मत ल्याएर चाहिँ नुवाकोट क्षेत्र नम्बर 2 बाट विजयी भएका थिए। आज हामीले चर्चा गरौँ नुवाकोट क्षेत्र नम्बर 2 को बारेमा। र यी 4 जना प्रतिस्पर्धीहरू मध्येमा चाहिँ नुवाकोट क्षेत्र नम्बर 2 मा जस्तो नेपाली कांग्रेसबाट जगदीश नरसिंह केसी, नेकपा एमालेबाट केशव पाण्डे, नेपाली कम्युनिस्ट पार्टीबाट हिरानाथ खतिवडा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डाक्टर अच्युतम लामिछाने मध्ये को विजयी होलान् यो भने निर्वाचनको परिणामले नै थाहा हुनेछ।